राम्रो पारे समाइदे त नसमाइदिन्छु न भाइ मैं तो भिडियो गरेर आवाज मेरो नि मैं तो ठुलो छ नि दाल ताको होइन के यता कता नि गर्दैन ठुलो भएर हो सेतो जम्म देखिन्छ हो राम्रो हुन्छ झन् अलिक यसको त ठुलै छ नि दार के ल बा अब मासु नखानु मासु म कहाँ खान्छु तैँले ले यो ठ्याम्केबाट आफैलाई चाहिन्छ जति भने नि अर्कालाई भन्दो रहेछ अब बुढो मान्छे के खान्छ टोक्ने छैन सुकै आज टीको त हरिण जस्तो सुकै ए यसले पुजे अब हुन्छ नि त्यो जसले पुछे नि के हो यिनलाई पनि लगाइदियो होला होइन पा नचलाउने केटा हो तिमीहरू छले भने म आँखा देख्थिन है भाइ उस्तो बत्ती बाल्नु न बाङ्गो बस्दा छ दाजुको तिमीहरूले जेसुकै छलेर होस् त। सक्यौ। नाथे एक दिन त हो बाङ्गो होस् कि टिङ्गो होस् राम्रो र नराम्रो ढोकामा दुवैजना भयो क्या ठ्याक्कै अहिले यहाँ बाँध्ने मान्छे आयो जेसुकै होस् त नाक नाकमा लागोस् कि आँखा लागोस् कि पुछुप 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 मार्ली है यसले त त्यसको त 25-30 जना दाजुभाइ छ नि टिको लगाएर बानी लगाएर फेरि बोल्छ के भन्छे के भन्नु भनेको अहिले त्यसले उल्टा दाइको निला ठुलो झ्याप्पै बसेछ भयो पुग्यो कुन पुगेन एउटा पुगेर छ त अब यहाँनिर रातो कुन चिज पुग्यो छैन लगाएर अर्को रातो थियो नि भन्नै पर्दैन जे जे छ त्यति लगाइदिए अब रातो यहाँ लाउनु के भन्दिरहेछ कस्तो खेल्छ ओइ कम बाठी चाहियो ओइ बहिनी हो लु बाबु वाह वाह भयो क्या त्यस्तै हो वाह भएको छ अखबारी सुन्दा कसी लाउनु नि पर्दैन भएको छ वाह वाह यो न भयो भयो जेसुकै होस् त त्यो कराइरहन्थ्यो हुँदैन ठिक भएको छ हुँदैन भाइ हुन्छ ल भयो अब भयो भयो भाइ ल तिम्रो अब भयो सक्यो हामीले सिँगान पुज्ने रुम किन बनाउनु के लगाइदियो फेरि मैले खोकेको छु त्यही बेला मजाले जेसुकै होस् त केही हुने होला अब यति टिको लगाइसके सकिएको उम्, भयो ए भाउजू भयो किन हाँसिनु भयो राम्रो भयो बन बुढो राम्रो भयो के भन्नु भाइ खोइ के लगाएर रातै लगाइदिनु न यहाँनिर पर्दैन पर्दैन भयो यो सबै लाउनु परेन गीत गाउने नाचुसित कोही सबै लाउनु परेन मतलब उही त हो नि सबै अट्नु नि परेन अट्नु नि त छैन। सबै कुरा गर्छ त्यो टोपी झिप टोपी एकछिनको टिको जे होला होला
समातिदिनुपर्छ पर्दैन मलाई जानु। थाहा छैन। नभए त म त उज्यालो छलेर सकिगए लाखेरले ती लाखे छैन यसै बुढी भयो के गर्नु के गरेको छ अहिले पुर्छ अनिखेरि चढ्याम्म पार्दा नि जिस्काइरहन्छ खोइ गजब बोक्छ गजब छ नाथे राम्रो भए पनि आफ्नै निधार नराम्रो पनि आफ्नै निदा आफ्नै चिज अर्काले लाने होइन अर्काले अहिले पखान भाउजू त्यो भाउजू कराइरहन्छ अहिले भाउजूले दिदीलाई लगाइदिन अनि थाहा पाउँछ सबै लाउँदा कसरी लाउँदै रहेछन् दाजु हेर त आहा गिजै मार्न आँट्यो। ए के पोएन छ दाजु ए थपौँला न फाइदा यो कपाल भन्दा पनि उता पो लगाइदिएछ नि है मेरो त आम्लोले के मरेकै ठाउँमा हुँदा छ नि ल ए दैला नभए हामी त आइन हेर्ने भइहाल्यो बस्न हजुर केटा जति चलाएर राम्रो टिको लाउनु पायो भयो त्यति हो एउटा माला जे भए पनि दसैँको जमारा तिहारको माला अब कुन लाउनु भाउजू सोध्नु सोध भन्नुहोस् मेरो भएन रे म नाथे बुढोलाई के को राम्रो चाहियो भने यी काली भाउजू पनि गर्ने भयो कुरा नगर्न के एउटा लाग्यो भाइ हेरे पुरा त एकदमै एउटा लाग्यो तेरो के को भाउजूले भन्यो अब फुल राख्नै छ टोपी अहिले लाउनु टिको र टोपी सुहाउने भएको लाउने भएको छ सडकै पायो ए जसुकै हो लगाउ न जे खापी खापी लगाऊ ए बङ्गो र टिङ्गो पहेँलोमा उज्यालो उज्यालो छल्दैछ न फेरि जसुकै हो उज्यालो छलेर मा जे भए पनि टिको लगाइयो भइहाल्यो अब हामीले पनि अब तिन के पठाइदिने आफ्नो बहिनी होइन त्यहाँ बाँकी नै छ कुद्नै छ कुद्नै छ ए तेल लगाएर यता टुटुएछ त मेरो त पातलो कपाल सरक छ सबै बोक्ने पारे के लगाइदिए छैन दाजुलाई भयो ए भयो मेरो त कपालै रहन्छ के के भयो सबै सोसल गरे त सबै तेलै छ ए के भयो नलाउने म त नलाउने के भयो सितारा भन्नु त मैले नलाउने भने कहाँ कहाँ के हो सितारा? आजै हो मैले सुनेको सितारा भने कस्तो कोही जेल हुन्छन् कता हो म त झ्याउ लाग्छ के हो सितारा के हो म जान्छु मामाको छोरीले लगाइदिन्थे पहिला साना आमालाई बस ड्याम 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 के ड्याम असालभरि यता उति गरेर यो 100 थरी भएर ठ्याक्ठ्याक्कै एक थरी मात्रै हुनु भनेदेखि जति पनि राम्रा हुन्छन् ए बाख्रा जस्तो पर्छ ल अब ल अब ल
सुकुर ल्याएको छैन है। ए ल अब देउसी खेल्न जानु भयो। भाउजूको पारा अब टिको लगाइदिनु परेन हामीले। दिदी अहिले हुँदैन न भाग हामी एकैचोटि उ गरौँ न गाईले भाग साग यहाँ बस अब होइन म त अहिले लाउँछु टिको सबैलाई नलाइ सबैलाई नलाइकन लाउँदैन ओ भाइहरूलाई लाउनै छ भाउजूलाई लाउनै छ ए म त आँखा ऐना देखाइ लगाइदिन्छु अब मेरो बहिनी मलाई त पर्दैन जस्तो भए हुन्छ मलाई समाउनु पर्दैन अब हामी चाहिँ उठेर हिँड्नु त। कसरी राख्नु बेकारको यो के ल्याएको छ भाउजूलाई लगाइदियो त्यहाँ अब बस्नु दुईटा केटा पछि लाउँछ आइए